गाँजाको जुन छ तेल पेलिसकेपछिको पिना एउटा कुरो हैन। दोस्रो कुरो यसमा तितेपातीको तेल, बनमाराको तेल, धसिङ्गेको तेल, भाङ्राको एसेन्सियल तेलको साथसाथै हेम्प सिड ओइल पनि यो प्रयोग गरेर हामीले 32 दिनमा तयार हुने साबुन जुन यो बाहिरको प्याकिङ छ यो पनि गाँजाकै नेपाली कागज जस्तै तरिकाले गाँजाको कागज बनाइएको कागज यो विशेष गरेर अब त्यस्तो सानो बच्चालाई देखि लिएर त प्रयोग गर्नको लागि हामीले बनाएको आफ्नो त्यो चाहिँ जब हामीले प्रयोग गर्यौं कपाल मान्छेको उम्रिने है तालु खुइलेको मान्छेहरूको पनि उम्रिराखेका मान्छेहरूको पनि भगभगी कपाल बढ्ने र के विशेष गरेर लेडिज दिदीबहिनीहरूको कपाल चाहिँ जुन च्यातिने हुन्छ नि बीचमा टुक्रिने हुन्छ त्यो टुक्रिने चाहिँ कम हुने र कपाल झर्दै नझर्ने म ग्यारेन्टी भन्छु तपाईको यो साबुनले 3 दिन नुहाउनुहोस् 4 दिनपछि तपाईको कपाल झर्दैन जति छ र थप उम्रिन्छ पनि हैन। त्यो हिसाबको र चाया पोतो डन्डीफोर सबै राम्रो पाल्ने भएकोले यो आयुर्वेदिक औषधालय उत्तराखण्डमा हामीले यसको चेक जाँच गरेर स्वास्थ्यलाई कुनै पनि बेफाइदा छैन भन्ने चाहिँ यो प्रुफ गरेर मात्र हामीले यो साबुन हातले बनाएको म्यानुअल साबुन उत्पादन गरेका छौं। त्यति धेरै प्रशस्त मात्रामा उत्पादन गरिएको छैन तर यो साबुनमा हामीले कम्पनीलाई कति छ 1.5 रुपैयाँ फाइदा छ एउटा पिसमा जम्मा 1.5 रुपैयाँ भनेपछि त्यस्तै बिक्री गर्ने मान्छेलाई पनि 10-15 रुपैयाँ भन्दा बढी फाइदा छैन। 500 र डिमान्ड हुन्छ यहाँदेखि 50 वटा पठाइदिनु त्यो छँदै छैन त अनि के गर्ने हैन समस्या छँदै छैन। त्यसैले हजुरले दिँदाखेरि पनि आम नागरिकले खरिद्न चाल्न 12-15 वटा लिन्छन् तर विशेष गरेर रोग भएका व्यक्तिहरूलाई दिनु होला त्यही मैले अनुरोध गरे। पहिलो प्राथमिकता यो प्रशस्त उत्पादन छैन र प्रशस्त उत्पादन गर्ने क्यापासिटी बनाउने थियो तर प्रशस्त गाँजाको दानाहरू पिनाहरू हुनु पर्यो त्यो र मेटेरियल छैन उत्पादन पनि लाग्नु पर्यो। अब विशेष गरेर त अहिले 65 वटा गाउँपालिकामा गाँजा जुन लिगल गरेको छ अथवा मानु दाना लिगल गरेको छ त्यो दाना मात्र पाउने हो नि अरु बाँकी ठाउँमा त प्रहरीले काटिहाल्छ उत्पादन गर्नै पाएको छैन। उत्पादन गरेको पनि ल्याउने कागजै छैन हामीले कागज सहित किन्छौं नि त कागज नभइकन त किन्दैन हामीले पनि व्यापार गर्नु छ। धेरै उपभोक्ताको प्रश्न पूर्ण गाँजा पुलिसले पक्रिहाल्छ कताको गाँजा भन्नु त्यसको बारेमा अर्को भिडियो बनाएर दिउँला है। हस् त धन्यवाद। बोले स्टापा हो यो देशको के भनिरहेको छ है आइज